लगाइदिउँ साह्रै कति गनाएको ल न लाटेको न है बगेछ अनि कत्रो है होइन त्यसको आँखा हेर्नु न आँखै पुरै उयो छ है त्यो गएको यो गयो मरा गयो कि जिउनु गयो जिउँदै रहेछ आँखा उपरि गइरहेको सबैलाई हाम्रो भ्लगमा स्वागत छ है सबैलाई अब हामी दसैँ फेस्टिभलमा छुट्टीमा होइन यसो अब घुमघाममा जाँदैछौँ है कहाँ जाँदैछौँ त्यो तपाईँहरूलाई देखाउनेछौँ सो अब भ्यू गरिदिनु होला वाच गरिदिनु होला होइन बेला के छ हलिचल्ली हेलो गाइज यता हेरिदिउँ होला गाइज दियाश्री मञ्जुश्री क्यामेरा हल्ले जस्तो लाग्छ हल्ले खाँदैन हिँड्दाखेरि कति हल्ले मान्छेहरूको हल्लिने हल्दैन मेरो मात्र कस्तो हल्लिन्छ ट्राइपुड किन्नु पनि हामी लाग्यौँ भाइ अब बिस्तारै त्यहाँबाट अब स्कुटीमा जानु हुन्थ्यो अट्दैन टायरमा राख्दा पनि अट्दैन अनि त्यहाँबाट अट्टो जिन्दाबाद हामीहरूको औ मिस यस बोलिए नमस्ते सबैजनालाई मेरो तर्फबाट लाइक गरौँ कमेन्ट गरौँ सब्सक्राइब गरौँ यो गाइस हामी लाग्यो दिदी नट लाग्छ यहाँ नअडेको बेलामा हल्लो नसक्नु हो क्या यो बजार मार्केट के मार्केट हो कि हामीहरू अब बिच बिस्तारै पुगिन्छ पुनः लाग्यो हेलो गाइस हामी आयौँ स्मारक आयौँ है स्मारक आयौँ अब त्यसपछि अब हामी यो काट्न जानु रहेछौँ के अरे टिकट 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 कतिजना हामी तिनजना छोटा मदिन्छु तिनजना ठुल्ठुलो छ अनि सानो नानुहरू छ 150 पार्किङ केही छ छैन आयो अलि टाइट तिनजना 6 बजे बन्द हुन्छ थाहा पाउनु भयो नि होइन 6 बजे कति चाँडै यता कति बज्यो अहिले हामी जाँदैछौँ कति बजेर
बज्यो न 5 त छैन ल मोबाइल हेर न 5 चाहिँ बज्यो होला 5 6 1 घन्टा 5 6 1 घन्टामा डुल्नु पर्ने भयो मैले भनेको त आज ल हामी आयौँ दिदीहरू पुरा उयो छ ओहो हेर्नु यहाँ फोटो क्विन फोटो क्विन छ दिया ऊ भागो त्यो फुच्यो त उहाँ भाग्यो अहिले हराउला अर्का बच्चा अनि यहाँ आयो है यसरी एउटा फोटो छ कुत्रा छैन पुरै युएसए आएको जस्तै के युएसए आएको जस्तै छ अनि हामी त्यहाँ कति राम्रो ठाउँ छ कानै चिलाएर स्विट वेदर छ गइसकेको छ म मात्रै यहाँ साइडमा छु अब म पनि लाग्यो यो चाहिँ जू है हाम्रो हेटौँडाको जू हो हामी आज जूमा छौँ अहिले नाइट भ्यूमा दामी हुन्छ भनेर आएको तर आज चाँडै बन्द हुँदैछ यार गाह्रो छ दियार खै त म वाटरफलमा लान्छु है त वाटरफलमा छ गयौँ
अनि यहाँबाट पनि गेट बनाएको छ नि अब हामी डुलेको डुलै छ भिडियो गरिरहेको छु अरू चाहिँ फोटो सेक्सनमा फोटो खिच्दै अब मलाई फोटो खिच्न मन लाग्दैन खासै म चाहिँ फोटो खिचेको छैन है अरू चाहिँ कुरै छोडौँ फोटो सेक्सन सबको फोटो सेक्सन चल रहा है भ्यू चाहिँ दामी छ कि कति बजी खुल्ला हुन्छ अरे 6 बजेसम्म मात्र अरे भाइ 1 घन्टा नि घुम्न पाएन मलाई भिडियो गर्ने नदिएर तलतिर कति फाँस हिँडेको अब हामी यसमा आयौँ है यता यस साइड गेट अनि भेनालाई के छ लिटरली खबर तपाईँको सबै ठिकै छ अनि के ल के टिका टिप्पणी गर्दैछ न के गर्ने अयो सानीको च्यानलमा लाइक एन्ड ठोक्दिछ होइन मेरो सालीको च्यानलमा लाइक अनि सब्सक्राइब अनि सेयर गरिदिनु आयो कुची लगायो नि कति गनाएको ल न लास्टै गना है बगेछ खरा यो त खरा देखिरहेको खरा हो डेन्जर फोर्छ खरा टाइगर चिल होइन बेला होइन छैन त सुतिरहेको छ दा अँध्यारोमा के देखिन
जिउँदै रहेछ उपरि गएर आएँ भने चाहिँ म एक्लै भनौँ छोडे सब त के हुन दिदी होइन त ग्रुप बनाएर हिँड्नु भएको छ ग्रुप बना नि दिदी होइन जोडी Upilan jस्तो नि हैन भने लगभग टुरिसक्यो माथितिर जानु अल्छी लाग्यो ए चालिदेनालाई अब घर जानु तपाईँलाई अल्छी लागेन मलाई त आउनु मन त लागेको थिएन के को अल्छीको भने गर न अब त्यता नजानु छोरो भइसक्यो टाइम अब जाने घर ल केही किनेर अनि जानु म त के किनेर ल ठग्यो यसले ठग्यो के किन्ने बिनाकामा केही पनि नकिन्ने खाली हात लैजाने गाइस अब हाम्रो यो अब घरतिर जाँदा आउँदा भइसक्यो है हामी आउँदा आउँदैन आएको है खासै डुल्न नि पाइन त्यो अलिअलि भेना कति वर्षपछि आउनुभएको विदेशबाट अनि भेनालाई यसो नआउनु भएको धेरै टाइम भएको थियो अनि त्यही भएर भेनालाई यसो हुन्छ भनेर डुलाइदिन आएको तर हामी नाइट भ्यू हेर्ने भनेर आएको आउनु चाहिँ तर नाइट भ्यू हेर्नलाई पनि पहिला चाहिँ 10 बजीसम्म ओपन हुन्थ्यो अहिले चाहिँ 6 बजे क्लोज थियो कि दसैँको सिजनले गरेर पर्दैन अनि त्यही भएर गाह्रो छ अब हामी घरतिर लागे अब नेक्स्ट अर्को ब्लगमा भेटौँ ल अहिलेलाई टाटा बाई बाई